ल यति बेला गोदक धाममा भीषण रमाइलो उता छुट्टै व्यवस्था भइरहेको छ। ल गोदक मेलाको संयोजक अध्यक्षजी उहाँ भेली पानी वितरण सेवा ल माडी 3 इनारपुर गाउँले गरेको यो कति वर्ष अगाडिदेखि थाहा छ। ल कमेन्ट गर्नु होला है त। खाना यहाँ मस्त पाकिरहेछ। चाचाजी ठिक बनो ठीक बा। ल खाना में कथी बना था ल हमारे लिए भी एक कर दो। यता थारू समुदायको 8 जाम पूजा अखण्ड कीर्तन भीषण तयारी हुँदैछ। जता हेरे नि मान्छे जता हेरे नि मान्छे क्या। धाममा रहेको यो झलिङ पुल यसले पनि थप सौन्दर्यता तपाईँको सहयोग मेलाको लागि सबैजना अवश्य आउनु होला एकचोटि घुम्नको लागि। ल 360 एङ्गलमा हेरौँ अति नै सुन्दर। पर भलिबलको तयारी भइरहेको छ। त्यहाँ भलिबल कार्यक्रम भइरहेको छ। हाम्रो यहाँ डिजे कार्यक्रम सांस्कृतिक कार्यक्रमको लागि यहाँ तयारी भइरहेको छ। र स्टलहरू कार्यक्रम अझै भोलि अझ धेरै स्टलहरू हुनेछ। यहाँ वृद्धि मोक्ष प्रिय श्रीमद् भागवत सप्ता गाडीमा पनि धर्मावलम्बीहरू अवलोकन गर्न आउनु भएको हामी देख्न सक्छौँ। वाला मिठाई पनि आएको छ है। ल गोदक मेला चाहिँ छुटाउनु भएन। कति हो यसको? ल खोडखोडे पनि छ है मेलामा। खोडखोडे कसरी? 100 रुपियाँ। ओ ल यस्तो सब मेलामा यो सब है। ल छिटो भन्दा छिटो आज राति पनि खुल्छ हाम्रो मेला।